म चाहिँ अहिले यहाँ साउथ कोरियाको यो चाहिँ गाई फार्ममा छु। म चाहिँ यसमै काम गरिरहेको छु। तपाईँहरूलाई थोरै जानकारी यसको बारेमा पनि दिउँ कि भनेर चाहिँ आज यो नयाँ एउटा भिडियो बनाएर चाहिँ तपाईँहरूको पास चाहिँ ल्याएर आएको छु। यो गाई भनेको चाहिँ यसलाई चाहिँ हानो गाई भनिन्छ। यसको चाहिँ लगभग यो गाईहरूको उमेर चाहिँ लगभग भनेपछि 1 वर्ष 3 महिनाको हाराहारीमा भयो होला। लगभग यसको 1 देखि 1.5 वर्षका हाराहारीमा यसको उमेर भएको छ। यस चाहिँ मासुको लागि चाहिँ यहाँ चाहिँ पाल्ने गरिन्छ। यो गोरु चाहिँ लगभग 2.5 देखि 3 वर्षको उमेर भइसकेपछि चाहिँ काट्नको लागि चाहिँ तयार हुन्छ। यो गोरुहरू चाहिँ यही जातको माउ गाईहरू पनि काटेर बेचिन्छ। सबैभन्दा राम्रो या महँगो चाहिँ यो चाहिँ गोरुहरू हो। यसलाई चाहिँ खसे भन्छ, मेल हो यो चाहिँ। यसको मासु चाहिँ कोरियामा चाहिँ यसरी यो दाना पानी यस्तो यो रेडिमेड दानाहरू राम्रोसँगले खुवाएर पालेको चाहिँ अलिक यसलाई चाहिँ यो फिडरहरू राम्रो दिएको चाहिँ अलिक महँगो रेटमा बिक्री हुन्छ। लगभग पनि नेपाली यसको मासुको क्वालिटी अनुसार लगभग नेपाली 10,000 15,000 पर केजी। 1 केजी मासुको 10 देखि 15,000 को हाराहारीमा बिक्री भएको चाहिँ मैले देखेको छु। यसको सबै पार्ट्स होइन कि, यसको पार्ट्सहरू गरेर यसको मेन मासुहरू राम्रो मासुहरू चाहिँ 10-15,000 रुपियाँ किलो समेत पनि बिक्री हुन्छ। यहाँ चाहिँ यो चाहिँ दक्षिण कोरियाको फार्म हो। यो चाहिँ 2टा गोठ छ साथीहरू। उता तपाईँले देख्न सक्नुहुन्छ पर एउटा गोठ छ, यो अर्को गोठ हो। त्यो गोठ र यो 2टा गोठमा लगभग पनि 280 देखि 290 को हाराहारीमा अहिले गोरुहरू छ। देख्नुहुन्छ तपाईँहरूले यो चाहिँ रेडिमेड चारोहरू हो। यो चाहिँ घाँसहरू अनि मकैहरू अनि अरू के धेरै कुराहरू मिसाएर बनाउँछ। घाँसहरू चाहिँ लगभग यो बनाउने घाँसहरू चाहिँ अस्ट्रेलिया अमेरिका बाहिरी विदेशदेखि आउँछ यहाँ चाहिँ। अनि यसलाई बनाएर यहाँ ल्याएर चाहिँ यसलाई चाहिँ पुरै डाइट खुवाउँछ। लगभग पनि यसलाई 1 दिनमा 2 चोटि चारो लाउँछ भनेपछि 2 साल लाउँदाखेरि लगभग पनि 14 किलोको हाराहारीमा दिनमा चारो खुवाउँछ, सानोदेखि ठुलोसम्ममा। त्यसरी यो चाहिँ युक्सङ भन्छ। यो चाहिँ सबैभन्दा सुरुमा खुवाउँछ। पहिला चाहिँ प्यालेट दाना हुन्छ, प्यालेट दाना खुवाएपछि यहाँ ल्याइसकेपछि यो युक्सङ खुवाउँछ सुरुमा 6 महिना। अनि त्यसपछि अलिक ठुलो भएपछि 6 महिनापछि यो छङ्गी भन्ने यो चारो खुवाउँछ। अनि त्यसपछि पोसाउने बेलामा लास्टमा यो हुगी भन्ने यो चारो खुवाउँछ। यो चारोहरू खुवाएपछि त्यसमा लगभग घाँसको मात्रा बेसी हुँदो रहेछ। अनि यसमा घाँसको मात्रा अलिक कम भएर यसमा चाहिँ दानाहरू अरू इनर्जीहरूको सप्लिमेन्टहरूको मात्रा बढाएको हुन्छ। यसमा अझै दानाहरू मकैहरू अरू चारो बेसी हुन्छ। साउथ कोरियामा चाहिँ यसरी पालिन्छ, देख्न सक्नुहुन्छ। नेपालमा पनि गाई गोरु पाल्न दिने भयो भने चाहिँ विदेशमा चाहिँ सप्लाई गरेर चाहिँ पैसा चाहिँ धेरै कमाउन सकिन्थ्यो। तर नेपालमा त्यो कुरो चाहिँ अलिक सम्भव नभएको कारणले हो। अब नेपालमा भैँसीहरू भन्नुपर्दा राँगाहरू पालेर चाहिँ यहाँ जस्तो कम्पिटिसन गर्न सकिँदैन, किनभने राँगाहरूको रेटै सस्तो छ नेपालमा। त्यो भएर यस्तो तरिकाले चाहिँ पाल्न अलिक सम्भव देख्दिनँ म चाहिँ नेपालमा। त्यो कुरो चाहिँ मलाई पनि मजाले आइडिया छैन। तर पनि यहाँ हेर्नुहोस्, यहाँको फार्महरू यो पङ्खा छ। अहिले मैले भिडियो बनाउनको लागि चाहिँ यो पङ्खाहरू चाहिँ बन्द गरेको हो, नत्र यहाँ गर्मी छ, नत्र यहाँ चाहिँ आवाज आउँछ भनेर चाहिँ मैले चाहिँ यो चाहिँ बन्द गरेँ हो पङ्खा। यहाँ चाहिँ लगभग कन्टिन्यू यो फ्यानहरू चाहिँ कन्टिन्यू चलिरहेको हुन्छ 24 आवर। लगभग जाडोको सिजन 1-2 महिना अफ गरेर अरू चाहिँ 24 आवर यो चाहिँ पङ्खा चलाइदिरहेको हुन्छ। चारोहरू इनफ यिनीहरूले कति खान्छ यस्तो हुन्छ। हेर्नुहोस्, यिनीहरूको खाइ चाहिँ राजा खाइ रोडमा सुताइ जस्तो अवस्था छ। हस्, थ्याङ्क यू, बाई बाई।